गणतन्त्र दिवसमा सम्बोधन नगर्ने प्रधानमन्त्रीको निर्णय गैर जिम्मेवार भएको काङ्ग्रेसको टिप्पणी। नेपाली काङ्ग्रेसले गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्ने प्रधानमन्त्री बालेन्द्र शाहको निर्णय गैर जिम्मेवार भएको टिप्पणी गरेको छ। बिहिबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री शाहको उक्त निर्णय गैर जिम्मेवारी र उत्तरदायी नभएको भन्दै आपत्ति जनाएको हो। अहिलेसम्म अभ्यासमा नै नआएको सो कुरा प्रधानमन्त्री शाहले गर्न खोज्नु गैर जिम्मेवार र उत्तरदायी बोधको कमीको रूपमा पार्टी संसदीय दलले लिएको प्रमुख सचेतक बासना थापाले बताएकी छन्। त्यसैगरी बैठकमा सरकारले जेठ 15 गते ल्याउने आगामी आर्थिक वर्षको बजेट लगायत संसदमा पार्टीको भूमिका र आगामी रणनीतिको विषयमा पनि छलफल गरिएको थियो। बजेटलाई कसरी अघि बढाउने भन्ने एजेन्डामा केन्द्रित रहेर पनि छलफल गरिएको उनले बताएकी छन्। बैठकमा सांसदहरूले सरकारले ल्याएको बजेट हेरेर धारणा बनाउनु पर्ने कुरा राखेका थिए।